हाई गाइज, आज चाहिँ गौँथली मुभी हेर्न जाउँ है त। मेरो मम्मीलाई कति मुभी हेर्न मन लागिरहेको थियो गौँथली, तर मम्मीको मिलेन। अनि त्यसपछि म मम्मीलाई स्टोरी भन्छु भनेर चाहिँ म आफू हेर्न गएँ। अनि त्यसपछि म चाहिँ पोस्टर अगाडि फोटो खिच्नलाई रेडी भइरहेको थिएँ, तर त्यहाँ बल्ल पाएँ। अनि त्यसपछि म एक्साइटेड थिएँ। अनि ट्रेलर हेर्दा चाहिँ एकदमै रहर लागिरहेको थियो मलाई मुभी हेर्न। अनि त्यसपछि म अल सेट टु गो भनेर अनि त्यसपछि जान लागेँ। अनि फाइनल्ली फिल्म स्टार्ट भयो। अनि इभन फर्स्टबाट नै मलाई यति म रोइसकेको थिएँ। हरेक यो इभन बिहेको सिनदेखि त इच एन्ड एभ्री मोमेन्टमा म रोइरहेको थिएँ। अनि त्यसपछि चाहिँ बिचमा फन्नी पनि थियो है, फन्नी पार्टहरू पनि। अनि यो मुभी चाहिँ म सबैलाई रेकमेन्ड गर्छु हेर्नलाई। झन् अझै हामीभन्दा अगाडिको जेनेरेसन, हाम्रो मम्मीहरूको जेनेरेसनको लागि चाहिँ एकदमै नै मिल्छ जस्तो लाग्छ मलाई है। हुन त कति थट प्रोसेसदेखि त अहिले पनि सेम नै छ जस्तो लाग्छ मलाई। अनि हजुरहरूलाई चाहिँ म यो मुभी हेर्न रेकमेन्ड गर्छु। अनि इच एन्ड एभ्री सिनमा चाहिँ दुईजना एक्टर, सबै एक्टरहरूले चाहिँ यस्तो खतरा गर्नुभएको थियो कि इभन सबैको तारिफ योग्य थियो कि काम चाहिँ। अनि त्यसपछि झन् यो मेन लिडमा खेल्नुभएको दुईजनाको एक्टिङ त फ्याबुलस नै थियो। अनि यति रियल पोर्ट्रे गर्नुभएको थियो कि उहाँहरूले क्यारेक्टर चाहिँ। अनि म त रोइ नै थिएँ, तर अनि पछिको सिनमा चाहिँ अनि अब धेरै रुँदाहुन्न भन्दै अनि फिल्म पनि सकियो। रुँदै कति बेला सकियो थाहा नै पाइएन। अनि त्यसपछि चाहिँ अब म लागेँ। अनि हजुरहरू पनि हेर्नु भन्छु म। बाई बाई।